जुरुक्क उठो, मुसुक नधोइकन दाउ बोकेर घाँस काट्न आउनुपर्छ। यतापट्टि हेर्न सक्नुहुन्छ चापाती बगान क्या दामी छ। अल्लो छेउबाट पुरा पल्लै छेउसम्म यस्तो दामी देखिन्छ नि बगान। यो दुलाभित्र चाहिँ पस्नुपर्छ। यतापट्टि पुरा बाटो बनाएको छ मैले घाँस काट्नको लागि। यताबाट पसो अनि गयो भित्रपट्टि र निकालो बाहिर काटेर। घाँस चाहिँ यो साथी हो। अब यसैलाई काट्छु। पुरा झुप्पै रहेछ यहाँ। अब यसैलाई काट्ने हो, निकाल्ने हो बाहिर। घाँस पनि टन्नै बनाएँ। मेरै BMW यता घाँस अब बजाउने हो BMW-मा र लिएर जाने हो घरतिर। यहाँ चाहिँ बगानको माझमा घर बनाएको रहेछ बस्न आरामको लागि। अब एकछिन बस्ने हो कुर्सीमा टन्नसँगले। पेद्दो भएर गल्यो साथी हो। अब चाहिँ थकाइ मार्नु पर्यो कि 15-20 मिनट जस्तो रहने साइकलमा घाँस बजाउने अनि जाने हो। उता चाहिँ पुरा रबर बगानको हरियाली क्या दामी रहेछ। सिनारी पनि दामी रहेछ। अब चाहिँ काम तमाम सकियो। BMW पनि घाँस बजाइसके। अब जाने हो सट्ट लिएर सररसँगले यो कोचेरो बाटो ठेल्दै ठेल्दै 3-4 डाला दिएर जात्रा पनि गरियो। खाँदैछन् लप्पालप मस्तसँगले। 3वटै मात्रै छन्। चलो बाई बाई।